ज्ञानगर अनलाइनको नयाँ भिडियोको प्रतीक्षामा रहनुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई हामी आज पनि पुनः स्वागत गर्न चाहन्छौँ। आज हामी ट्रिग्नोमेट्रीको युनिट 3 अन्तर्गत ट्रान्सफर्मेसन अफ प्रोडक्ट एन्ड सम भन्ने च्याप्टर गर्नेछौँ। हामी ट्रान्सफर्मेसन अफ प्रोडक्ट एन्ड समको सम्पूर्ण मोडलहरू सर्ट क्वेसनको मोडलहरू आज सल्भ गर्न सकेनछौँ भने हामी ती क्वेसन्सहरू सल्भ गर्नको लागि डिफ्रेन्ट फर्मुलाहरू चाहिन्छन्। हामीलाई ट्रान्सफर्मेसन अफ समलाई प्रोडक्टमा चेन्ज गर्नुपर्नेछ, कुनै फेरि प्रोडक्टलाई सममा चेन्ज गर्नुपर्छ भने हामीसँग डिफ्रेन्ट फर्मुलाहरू छन्। यो फर्मुलाहरू तपाईँले जान्नुभएको छ, बुझ्नुभएको छ भन्ने आशासहित म सिधा न्युमेरिकल सल्भ गर्नतर्फ लाग्छु। यदि तपाईँले फर्मुला जान्नुभएको छैन, बुझ्नुभएको छैन भने तपाईँले हामीलाई कमेन्ट गरेर सर फर्मुला बुझाएको पनि भिडियो बनाउनुहोस् भनिसकेपछि हामी भिडियो बनाउँछौँ। त्योसँगै हामी क्वेसन्सहरू सल्भ गर्नतर्फ लाग्यौँ। हामी ट्रान्सफर्मेसन अफ प्रोडक्ट एन्ड समको सर्ट क्वेसनको लागि हामीसँग जम्मै 3टा मोडल क्वेसनहरू छन्। हामी ती 3टा मोडल क्वेसनका सम्पूर्ण क्वेसनहरू सल्भ गर्नेछौँ। ल, मोडल 1 मा रहेको छ मैले त्यो जुम हुने भएर हल्का सानो बनाएको थिएँ। हेर्नुहोस् है, मोडल 1 मा रहेको छ। मोडल 1 मा कस्तो क्वेसनहरू छन् भन्दा हेर्नुहोस्, साइन 35 डिग्री प्लस कस 35 डिग्री इक्वल्स टु √2 कस 10 डिग्री प्रुभ गर्नुपर्ने छ। यसको लागि हामी एलएचएसबाटै जान्छौँ। एलएचएस इज इक्वल्स टु, ल हामी यो हाम्रो अगाडि फर्मुला थियो साइन सी प्लस साइन डी। हेर्नुहोस्, यो साइन 35 प्लस कस 35 लाई हामीले साइन सी प्लस साइन डी भन्छौँ। ल, साइन सी प्लस साइन डी को फर्मुला लगाउँछौँ। ल, साइन सी प्लस साइन डी को फर्मुला के थियो त? साइन, ल 35 को हामीसँग भेल्यु छैन हैन, यो 35 को भेल्यु छैन। साइन सी प्लस साइन डी लाग्दाखेरि पनि फेरि पछाडि गएर 70 जान्छ। त्यही भएर हामी त्यो नगरौँ। 35 भनेको 45 माइनस 10 हो नि त, प्लस कस 45 माइनस 10 भयो इक्वल्स टु, ल अब हामीलाई साइन सी यसरी ए माइनस बी प्लस कस ए माइनस बी को फर्मुला खोल्दिउँ। साइन ए माइनस बी को फर्मुला के हो? साइन ए कस बी माइनस कस ए साइन बी हैन त। त्यस्तै प्लस कस सी माइनस डी को फर्मुला के हो? कस ए कस बी प्लस साइन ए साइन बी प्लस साइन ए साइन बी हो हैन त, इक्वल्स टु, ल साइन 45 को भ्यालु कति हामीलाई 1/√2 कस 10 डिग्री माइनस कस 45 को पनि 1/√2 साइन 10 डिग्री प्लस 1/√2 कस 10 डिग्री इन्टु 1/√2 साइन 10 डिग्री प्लस, ल हेर्नुहोस्, यो 1/√2 साइन 10 डिग्री र यो 1/√2 साइन 10 डिग्री सब्ट्र्याक्ट भयो होला। अब बाँकी के भयो? यो र यो एडिसन हुनुभयो हैन। यो 1/√2 प्लस 1/√2 कस 10 डिग्री प्लस 1/√2 कस 10 डिग्री। ल 1 प्लस 1 कति हुन्छ? 2, एलसीएम आहा √2 कमन छ, कस 10 डिग्री। ल यो 2 भनेको √2 इन्टु √2 हो नि त, अपन √2 कस 10 डिग्री। √2 र √2 क्यान्सल भयो, बाँकी रह्यो कति? √2 कस 10 डिग्री। हामीलाई चाहिएको यही नि त, इक्वल्स टु आरएचएस प्रुभड। ल आज चाहिँ हामी अब हाम्रो साथीभाइहरूको सल्लाह अनुसार, उहाँहरूको सुझाव अनुसार त्यो फर्मुला डिस्क्राइब गर्नतर्फ नलागेको राम्रो हुन्छ भनेर हामी फर्मुला डिस्क्राइब गर्नतर्फ लागे हैनौँ। त्यसले गर्दा भिडियो लामो भयो। त्यो फर्मुला डिस्क्राइब नगर्ने भन्ने सुझाव सल्लाह अनुसार चाहिँ हामी अगाडि बढिरहेका छौँ। भने म अर्को क्वेसन गर्न चाहे, 1/2 साइन 7 थीटा माइनस साइन 3 थीटा इक्वल्स टु
sin 2 थीटा डट cos 5 थीटा प्रुभ गर्नुपर्ने छ। हामी क्वेसन नम्बर 2 भयो। यसको पनि एलएचएस तर्फैबाट जाउँ। एलएचएस इज इक्वल्स टु के हो त हाम्रो फर्मुला 1/2 sin 7 थीटा माइनस sin 3 थीटा छ नि हैन। ल अहिले जसरी हामी भ्यालु निकाल्नलाई अलि मिल्दैन। अब चाहिँ हामी के गर्छौं सिधै यो भित्र यो ब्र्याकेट भित्रको छ नि हैन, यो ब्र्याकेट भित्रको भ्यालुको फर्मुला खोल्दिन्छौँ। 1/2 जेको त्यही राखियो। ल sin c माइनस sin d को फर्मुला के हो त 2 cos c प्लस यहाँ फर्मुला लेखे साइडमा। ल sin c माइनस sin d को फर्मुला के हो त हाम्रो 2 cos c प्लस d बाई 2 इन्टु sin c माइनस d बाई 2 हो नि हैन। त्यही फर्मुला लेख्छु। अब मैले 2 cos c भनेको अहिले हाम्रो कति हो 7 थीटा प्लस 3 थीटा बाई 2 इन्टु sin 7 थीटा माइनस 3 थीटा बाई 2। ल बुझ्नुभयो नि हैन। अब यो ब्र्याकेट खोल्दिन्छु 1/2 इन्टु 2 भन्ने भयो। ल cos 7 थीटा प्लस 3 थीटा 10 थीटा बाई 2 भनेको 5 थीटा इन्टु sin 7 मा माइनस 3 4 बाई 2 भनेको 2 थीटा 2 क्यान्सल भयो इक्वल्स टु cos 5 थीटा इन्टु sin 2 थीटा। हामीलाई चाहिएको यही त थियो नि हेर्नुस् त। ल इक्वल्स टु आरएचएस प्रुभ। यदि तपाईले अघिल्लो च्याप्टर राम्रोसँग बुझ्नु भएको छ भने अबका क्वेशन्सहरु तपाईलाई इजी लाग्दै जान्छ। किन भन्दा तपाईलाई त बानी परिसक्यो नि अब त क्वेशन्सहरु सल्भ गर्ने हैन त, इजी लाग्दै जान्छ। ल हामी मोडल 1 मै छौं। अझै मोडल 1 को अझै एक दुईवटा क्वेशन्सहरु सल्भ गर्ने छौं। मैले अर्को क्वेशन गरे हामीलाई प्रुभ गर्नुपर्ने थियो भने अब फाइन्ड द भ्यालु अफ है। यो इक्जाममा सोधेको छ 2065 मा सोधेको छ फाइन्ड द भ्यालु अफ भनेर एक नम्बरमा क्वेशन छ। मोडल 1 नै अन्तर्गतको है यो क्वेशन फेरि प्लस sin 15 डिग्री। ल यसको के गर्ने भ्यालु निकाल्दिने हामीलाई 2 sin c प्लस sin d को फर्मुला लगाइदिने c प्लस d 7 प्लस 15 बाई 2 इन्टु cos c माइनस d बाई 2। c भनेको 75 हो d भनेको 15 हो हैन। 2 sin 90 बाई 2 इन्टु cos 60 बाई 2 2 sin 45 डिग्री इन्टु cos 30 डिग्री। हामीलाई sin 45 को भ्यालु थाहा छ 2 इन्टु 1/√2 इन्टु cos 30 को भ्यालु कति हो √3/2। 2 क्यान्सल भयो एन्सर आयो कति √3/2 हैन त एन्सर। ल यसरी भ्यालु निकाल्ने। बी नम्बरमा के गरौँ भन्दा हेर्नुस् सेम मोडलकै क्वेशन हो cos 15 डिग्री माइनस cos 75 डिग्री। ल cos 15 डिग्री लाई हामीले के लेख्न सक्छौं हामीलाई दिएको छ कि cos 15 डिग्री लेख्या नि हैन। अब यो cos 15 को सट्टा सरी यो 15 को सट्टा हामीले के लेखौं भन्दा 45 माइनस 30 गराउन मिल्छ नि हैन। 45 माइनस 30 भन्नु र 15 भन्नु त एउटै हो। त्यस्तै यिनै दुईटा युज गरेर हामीले cos 75 लाई 45 प्लस 30 लेख्न मिल्छ हैन त। यो 75 को सट्टा लेखेको हैन, यो चाहिँ 15 को सट्टा लेखेको। अब हेर्नुस् हामी क्वेशनमा जाउँ। हामीलाई दिएको के छ cos 15 माइनस cos 75 देखा हैन त। भ्यालु निकाल्नु पर्ने इक्वल्स टु ल cos 15 भनेको के 45 माइनस 30 ल 75 भनेको के प्लस cos 45 प्लस 30 ल इक्वल्स टु ल cos c माइनस cos d को फर्मुला सरी cos c माइनस d को फर्मुला कति हो त हामीसँग cos a cos b
प्लस साइन ए साइन बी। यो किन गरेको सर भन्नु होला, हामीलाई यो यसरी गर्दाखेरि सम्पूर्ण भ्यालु थाहा हुन्छ अनि के गर्न मिल्छ, एक्ज्याक्ट भ्यालु निकाल्न सजिलो हुन्छ नि हैन। हामीले cos C प्लस cos D को फर्मुला किन खोल्नु भएन भने पार त्यही हो। ल अब cos C प्लस cos D को फर्मुला cos A cos B माइनस sin A sin B इक्वल्स टु ल cos 45 को भ्यालु कति 1/√2 1/√2 इन्टु √3/2 प्लस 1/√2 इन्टु 1/2 प्लस 1/√2 इन्टु √3/2 माइनस 1/√2 इन्टु 1/2। हेर्नुहोस् है, यति र यति सब्ट्र्याक्ट हुन्छ होला, हेर्नुहोस् त, यति र यति सब्ट्र्याक्ट हुन्छ, प्लस र माइनसमा छ नि हैन। अब बाँकी रह्यो के √3/2√2 प्लस √3/2√2 भयो नि हैन त। ला हामीले यहाँ मिस्टेक गरेछौँ, हेर्नुहोस् त, किन यस्तो आयो भनेर चेक गर्दा यहाँ माइनस थियो, यहाँ मैले यहाँ माइनसको सट्टा प्लस लेखेको छु, यहाँ माइनस हुनुपर्छ अनि यहाँ पनि माइनस हुने भयो। त्यो माइनसले यसलाई माइनस बनायो हैन, त्यो माइनसले फेरि यसलाई प्लस बनायो, त्यो ब्राकेट हुन्छ नि त, यहाँ ब्राकेट खोल्दाखेरि अनि भन्छ। अब कति बाँकी रह्यो, यो र यो काटियो, 1/1/2√2 प्लस 1/2√2 बाँकी रह्यो हैन त। दुईटैमा 2√2 कमन आयो, 1 प्लस 1/2√2 इक्वल्स टु 2/2√2 2 क्यान्सल इक्वल्स टु 1/√2 एन्सर आयो नि हैन। ल हाम्रो cos 15 माइनस cos 75 भनेको 1/√2 एन्सर छ हैन त। ल यो हाम्रो मोडल 1 को क्वेसन थियो भने अब हामी मोडल 2 तर्फ लागौं। ल मोडल 2 मा हामीलाई भ्यालु निकाल्नु पर्ने क्वेसनहरु छन्, लाइक कन्भर्ट, क्वेसन नम्बर 1 गरे मैले, कन्भर्ट sin 6a into cos 4a into sum or difference, or DIFFERENCE डिफरेन्स यो आर हो है, डिफरेन्स। ल हेर्नुहोस् हामीलाई दिएछ गिभन CDC को लास्ट इयरको क्वेसन हेर्नुहुन्छ भने पनि यो क्वेसन छ मोडल सेटमा। CDC ले 2060 मा निकालेको मोडल क्वेसनमा यो क्वेसन दिएको छ इन्टु cos 4a हैन त। अब हेर्नु हामीलाई सम र डिफरेन्समा चेन्ज गर्नुपर्ने छ। हामीलाई sin A cos B को फर्मुला छ त छैन, तर के को फर्मुला छ भने त 1/2 भनेर 2 sin A cos B को त फर्मुला छ नि हैन। 2 sin A cos B को फर्मुला छ। के हो त हाम्रो 2 sin A cos B को फर्मुला? sin A प्लस B प्लस sin A माइनस B हैन त। A माइनस B इक्वल्स टु 1/2 2 sin A cos B को फर्मुला के थिए? sin A प्लस B प्लस sin A माइनस B इक्वल्स टु 1/2 sin 6A प्लस 4A sin 10A 10A इंग्लिश टर्म भयो फेरि प्लस sin 6A माइनस 4A sin 2A एन्सर। यतिमै एन्सर हुने भयो हैन त। हाम्रो प्लसमा एन्सर आयो नि हैन, सम अर डिफरेन्समा निकाल्नुस् भनेको थियो, सममा आयो नि हैन, एन्सर सक्यो। ल अर्को क्वेसन
2 नम्बरमा रहेको छ cos 105 degree into cos 15 degree हेर हामीलाई दिएको के छ cos 150 into cos 15 degree देखा नि हैन 15 degree ल अब यो 100 र 15 भनेको 105 र को भ्यालु त हामीलाई थाहा छैन अब हामीले यसलाई केमा चेन्ज गर्छौं भन्दा 90 प्लस 15 हो नि हैन सरी 90 प्लस 15 त यो 15 को पनि थाहा छैन हामीलाई भने फेरि 60 प्लस 45 हो नि हैन त्यो त हामीलाई के छ 60 को पनि भ्यालु थाहा छ 45 को पनि भ्यालु थाहा छ नि हैन क्याल्कुलेसन गर्न सजिलो हुन्छ अब को यार गिवन के हो रे गिवन cos 105 into cos 15 ल cos 105 भनेको के अब cos 60 plus 45 यो भ्यालु थाहा छ भने भ्यालु थाहामा चेन्ज गरेर गर्दा धेरै सजिलो हुन्छ है cos 60 minus 45 दुईटै सेम हुनु पर्यो है फेरि ल अब cos a plus b dot cos a minus b को फर्मुला cos a cos b minus sin a sin b into bracket राख्दै cos a cos b minus sin a sin b sin a sin b माइनस हुँदा यहाँ प्लस हुन्छ ल अब भ्यालु राख्ने सबै झ्याम्ती ल cos 60 को भ्यालु कति होला मलाई भन्नुस् त cos 60 को भ्यालु कति हो रे cos 45 को भ्यालु 1/√2 माइनस sin 60 को भ्यालु √3/2 into sin 45 को भ्यालु 1/√2 cos 60 को भ्यालु 1/2 into 1/√2 प्लस sin 60 को भ्यालु कति रे 0 1/2 1/√2 √3/2 into 1/√2 ल के भ्यालु राख्नु मिस्टेक त भएको छैन नि हैन 1/2 cos 45 को ठीक छ sin को √3/2 ठीक छ sin 45 को 1/2 ठीक छ ल इक्वल्स टु ल 1 into 1 1 नै हुन्छ 2 into √2 2√2 minus √3/2√2 1/2√2 plus a minus b a minus b a plus b के को फर्मुला हो a स्क्वायर प्लस a स्क्वायर माइनस b स्क्वायर को फर्मुला है त 1/2√2 को स्क्वायर माइनस √3/2√2 को स्क्वायर 1/2 को स्क्वायर 4 into 2 माइनस 3/2 into 4 इक्वल्स टु एलसीएम आयो कति 8 आयो हैन त 4 टु 8 हुन्छ 1 minus 3 भनेको कति हो -2/8 इक्वल्स टु -1/4 एन्सर ल त्यति सजिलो च्याप्टर हो टपिक हो नि त यो गाह्रै छैन यो आयो भने त भाग्यमानी सम्झिनु पर्यो आफूलाई ल अब हामी मोडल 3 मा गयौं सबै क्वेशन यस्तैहरु छन् है तपाईले एकचोटी गरेर चेक गर्न सक्नुहुन्छ अब हामी मोडल 3 मा गयौं ल मोडल 3 को क्वेशन नम्बर ए रहेको छ sin 8a plus sin 2a अपन
cos 8a plus cos 2a equals to tan 5a ल प्रुभ गर्नुपर्ने छ ल यो कसरी प्रुभ गर्ने त अब हामीले हेर्नुस् LHS बाटै जाउँ sin 8a plus sin 2a upon cos 8a plus cos 2a अब हामीले यसलाई के गर्दिने cos a sin c plus sin d को फर्मुलामा खोल्दियौं ल sin c plus sin d को फर्मुला के हो त हाम्रो 2 sin a plus b by 2 2 sin a plus b by 2 a plus b by 2 into cos a minus b by 2 a minus b by 2 all upon 2 cos a plus b भनेको नि a नै हो के अहिले त मैले हेर्नु मिस्टेक गरेछु a plus b by 2 into cos a minus b by 2 अनि कति हुने भयो अब 2 2 क्यान्सल भयो sin 8 plus 5a into cos 8 minus 2 भनेको 6 भयो 6 मा डिभाइड बाइ 2 भनेको 3a upon cos 8 plus 2 10 डिभाइड बाइ 2 भनेको 5 cos 5a into cos 3a ल यो cos 3a र cos 3a क्यान्सल भयो sin 3a upon sin 5a upon cos 5a बाँकी रह्यो हैन त यो भनेको कति के हो tan 5a प्रुभ हैन त इक्वल्स टु RHS प्रुभड बुझ्नुभयो अब अर्को क्वेशन गरौँ तपाईलाई मैले અહીં समको गरे अब सबट्र्याक्सनको गरौँ सबट्र्याक्ट भएको cos 40 डिग्री minus sin 30 डिग्री upon sin 60 डिग्री minus cos 50 डिग्री है इक्वल्स टु tan 50 डिग्री प्रुभ गर्नुपर्ने छ ल cos 40 degree minus sin 30 degree sin 60 degree minus cos 50 degree ल अब हेर्नुस् हामी cos c minus cos d को फर्मुला खोल्दियौं अहिले मैले भनेको थिएँ ल अहिले यहाँ 40 डिग्री रहेछ फेरि 40 डिग्रीको हामीलाई भ्यालु थाहा छैन लास्टमा गएर सल्युसन गर्न गाह्रो हुन्छ भनेको थिएँ नि हैन अब फेरि के गरौँ भन्दा यो 40 भनेको कति हो त अब भ्यालु भएको आधारमा 40 लाई फ्याक्टराइज गर्दियौ 40 भनेको 90 minus 50 हो त हामीलाई 50 मा एन्सर चाहिएको छ 50 राख्दा हुन्छ बरु हैन त हामीलाई 50 मा एन्सर चाहियो नि त हेर्नु त यहाँ 10 50 मा चाहिएको छ हामीलाई 40 त चाहियो हैन 50 मा एन्सर चाहियो 90 minus 50 हो यहाँ 50 छ ल अब हामी यो के भन्छ यो 40 लाई हामी 90 minus 50 गरौँ है त्यस्तै गरेर अब यो यसलाई पनि sin c minus cos d को फर्मुला त छैन हामीसँग हैन अब हामी के गर्दियौ यहाँबाट भन्दा यो sin लाई पनि cos मा चेन्ज गर्दियौ sin 60 छ नि हैन sin 60 लाई नि cos मा चेन्ज गर्दियौ sin 60 लाई cos मा चेन्ज गर्न के गर्नुपर्छ त यसलाई पनि sin c minus sin d गराउनकै लागि हो 50 गराएको त हैन तर हामीलाई भ्यालु पनि थाहा छैन sin c minus sin d गराउनको लागि पनि हो अनि तल पनि हेर्नुस् अब 60 लाई चेन्ज गर्दियौ किन 60 लाई नै चेन्ज गर्नुभयो सर 50 लाई गर्नु भएन हामीले sin c minus sin d मा लैजान नि त मिल्थ्यो नि तलको भन्नुहुन्छ भने डिनोमिनेटरको भन्नुहुन्छ भने हामीलाई एन्सर 50 मा चाहिएको छ हैन हेर्नुस् हामीलाई प्रुभ गर्नुपर्ने 50 मा छ त्यही भएर 50 मा चेन्ज गरेको है sin 90 minus 30 हैन त 60 भनेको sin 90 minus 30 भनेको cos 30 sin 90 minus 50 minus sin 30 upon sin
90 minus 30 minus cos 50 ल अब त बुझ्नुभयो नि हैन ल अब के भन्नु sin 90 minus थीटा भनेको cos थीटा हो माइनस यसै यहाँ त cos हो त cos अब यहाँ आउँदा sin हुने भयो नि त त्यमाथि cos छ हैन त sin 50 minus sin 30 upon cos 90 sin 90 minus थीटा भनेको cos थीटा cos 30 minus cos 50 डिग्री ल अब sin c minus sin d को फर्मुला के रे sin c minus sin d को फर्मुला तलतिर लेखौँ मैले फेरि यहाँ नअटेट तनाव हुन्छ equals to 2 cos a plus b by 2 into sin a minus b by 2 होला पनि अब cos c minus cos d को फर्मुला 2 sin a plus b by 2 into sin b minus a by 2 हैन त equals to ल 2 2 क्यान्सल भयो cos 50 plus 30 80 हुन्छ 80 by 2 भनेको cos 40 into sin 50 minus 30 भनेको कति हो भन्नुस् त 50 minus 30 भनेको 20 हो 20 by 2 भनेको 10 भयो नि त sin 10 अपन sin 40 into sin 10 sin 10 डिग्री sin 10 डिग्री क्यान्सल भयो होला बाँकी रह्यो cos 40 डिग्री अपन sin 40 डिग्री ल cos 40 भनेको के हो ल मलाई भन्नुस् त हामीलाई त 10 50 प्रुभ गर्नुपर्ने हो नि हैन 10 50 डिग्री प्रुभ गर्नुपर्ने छ ल अब हामीले cos 10 हुँदा त माथि sin तल cos हुनु पर्यो अब हेर्नुस् cos 40 भनेको 90 minus 50 हो अपन sin 40 भनेको sin को 90 minus 50 हो ल माथि के हुने भयो अब sin 90 minus थीटा भनेको cos 90 minus थीटा भनेको sin थीटा अनि sin 90 minus थीटा भनेको cos थीटा ल अब 10 50 डिग्री प्रुभड ल बुझ्नुभयो नि हैन थोरै फरक छ ल बुझ्नु भएको नि हैन अहिलेसम्म त बुझाउनु पर्छ भने भन्नुस् है ल अब हामी अर्को क्वेशन सल्भ गरौँ एउटा कुनै एउटा लास्ट क्वेशन सल्भ गरौँ है त आजको लागि अब हामीसँग क्वेशन छ यहाँ sin 18 डिग्री प्लस sin 10 डिग्री होल अपन cos 18 डिग्री माइनस cos 80 डिग्री यहाँ sin 80 डिग्री रहेछ है इक्वल्स टु cot 35 डिग्री प्रुभ गर्नुपर्ने छ cot 35 डिग्री प्रुभ गर्नुपर्ने छ ल हामी अब कसरी प्रुभ गर्ने त 35 भनेको 70 हो 70 डिभाइड बाइ 2 हो हैन अब भनेपछि हामी सिधै sin c प्लस sin d यहाँ पनि 80 नै हो त म एकचोटि क्वेशन रिचेक गर्छु बिगारे चाहिँ ल यहाँ मैले cos 10 डिग्री हो माइनस cos 80 डिग्री ल ठिक छ यो 10 डिग्री है ल हामी LHS बाट जाउँ LHS इक्वल्स टु sin 80 डिग्री प्लस sin 10 डिग्री अपन cos 10 डिग्री माइनस cos 80 डिग्री इक्वल्स टु ल sin 80 प्लस 10 छ नि हैन sin c प्लस sin d को फर्मुला 2 sin c प्लस d by 2 80 प्लस 10 by 2 into cos 80 minus 10 by 2 होल अपन cos c minus cos d को फर्मुला के हो 2 sin a plus b by 2 into sin
डी माइनस सी बाई 2 होइन त 80 माइनस 10/2 2 क्यान्सिल साइन 80 प्लस 10 90/2 भनेको 45 इन्टु कस 40 ए होइन 80 माइनस 10 75 70 70/2 भनेको 35 अपन साइन 45 इन्टु साइन 35 डिग्री ल साइन 45 क्यान्सिल भयो बाँकी रह्यो के कस 35 डिग्री अपन साइन 35 डिग्री ल कस अपन साइन भनेको के हो कट प्रुभड इक्वल्स टु RHS प्रुभड हामीलाई चाहिएको यही हो होइन त ल तपाईले हेर्नुभयो भने यो मल्टिपल एङ्गल ट्रान्सफर्मेसन अफ प्रोडक्ट एन्ड समको यिनै क्वेसन हुन् सर्ट क्वेसनहरू योभन्दा धेरै छैन तपाईलाई गाह्रो पनि छैन यो च्याप्टर इजिएस्ट हो 2 नम्बरमा क्वेसन आयो भने चुक्क मिल्छ यति फर्मुला जानिसकेपछि मैले चाहिँ यो च्याप्टरबाट 2 नम्बरको मार्क्स नआओस् भन्छु किनकि यो च्याप्टरको 2 मार्क्सको मार्क्स आउने भनेको अघिल्लो हाम्रो मल्टिपल एङ्गल्स र सब मल्टिपल एङ्गल्सबाट लङ क्वेसन आउने हो 3 मार्क्सको क्वेसन हैन त्योभन्दा यो च्याप्टरको लङ क्वेसन पनि सजिलो छन् अघिल्लो च्याप्टरको कम्पेरिजनमा यो च्याप्टरबाट 3 मार्क्सको क्वेसन आयो भने अघिल्लो च्याप्टरबाट 2 मार्क्सको क्वेसन आउँछन् अघिल्लो च्याप्टर जुन भनेको मैले मल्टिपल एङ्गल्स र सब मल्टिपल एङ्गल्स हो हैन त्यहाँबाट 2 मार्क्सको क्वेसन आउँछ ती क्वेसन्सहरू गर्न सजिलो हुन्छ यो च्याप्टरको लङ क्वेसनहरू पनि सजिलो छन् हामी भोलि गर्नेछौँ यदि तपाईले सब्स्क्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ भन्दै म आजको क्लासबाट बिदा हुन चाहे नमस्कार